ह्याप्पी बर्थडे टु यु है। थ्याङ्क यू। आजबाट के त अनि कति लाग्यो त? आजबाट लाग्यो एकदमै मजाले लाग्यो। बाटो लाग्यो पशुपतिसम्म आयो अनि अनि बिहे चाहिँ कहिले खुवाउने के? बिहे अब आज पशुपतिको दर्शन गरिरहेछ। पशुपतिनाथको कृपाले अब राज हमाल जस्तो त हुँदैन नि? त्यस्तो त होइन, कर्म हो नि सबै कुरा होइन। अनि हेरौँ ल, उमेर बढेसँगै बिहाको पनि अग्रिम शुभकामना दिनु पर्ला अहिले नै होइन त? के कसो हो बटाजी? हो ठिक हो एकदम। अहिले शुक्ला अन्त छ के अरे भोलिसम्म। अनि त्यसो भए हामी लागि पर्दा हुन्छ। अब त लगन सुरु भइहाल्यो नि। अब लगन सुरु भयो। भनेपछि मैले के पार्टी बुक गर्दा हुन्छ? पार्टी प्यालेस स्मार्टमा होइन, पैसा परेन त्यसमा स्पोन्सर म छँदै छु नि। पार्टी प्यालेस बुक गर्ने भन्दा पनि पहिला चाहिँ कन्याको चाहिँ होइन, नपाउन सक्छ नि त। हाम्रो स्मार्ट दरबार हो नि त फेरि। कन्या बुक गरौँ, पार्टी प्यालेस त पछि बुक भइहाल्छ। होइन, हुँदैन। स्मार्ट त एनी टाइम स्मार्ट छँदै छ। ए होइन, स्मार्ट दरबारलाई त्यसरी नभनौँ। अलरेडी फुल प्याक हुन्छ। 1-2 महिना अगाडि नै बुकिङ गर्नुपर्छ। त्यो भएकोले गर्दाखेरि ट्याक्क लाएर सुसार गर्दै गरौँ न। ल, फेरि पनि वन्स अगेन ह्याप्पी बर्थडे टु यु।